हेलो एन्ड नमस्ते गुड मर्निङ साथीभाइहरू सबैजनालाई नमस्ते है। आज म चाहिँ यसो हल्का अब यसो बिहान बिहान उठेर सानो भिडियो गर्दैछौँ। अरू फेरि म चाहिँ के भन्न चाहन्छु भने यसो सानो यसो काम सिक्नको जानको लागि यसो स्कुटर चलाउनु जानु मन लाग्यो कि त्यही भएर आज चाहिँ यहीँबाट भ्लग यसो भिडियो तपाईँहरूलाई बनाउने सुरु गरेँ र स्टार्ट पनि गरेँ होइन। अनि यहाँबाट कस्तो हुन्छ भनेर आज चाहिँ पार्ट बनाउन खोजिरहेको छु। हेर्दै गर्नु होला मेरो भिडियो। अनि राम्रो नराम्रो राम्रो लाग्छ नराम्रो लाग्छ, यदि राम्रो लाग्छ कि नराम्रो लाग्छ भने हजुरहरूले प्लिज राम्रो कमेन्ट या नराम्रो कमेन्ट पनि भए पनि गरिदिनु होला। तर तपाईँहरूले त्यस्तो नराम्रो कमेन्ट चाहिँ नगर्नु होला। र म अब यहाँबाट हिँडेर लोलाङतिर तर्फतिर हिँडेर जाँदैछु। अनि बाँकी भिडियो तपाईँहरूलाई वहीँ गएर देखाउनेछु है त, हेर्दै गर्नु होला। र साथीभाइहरू म चाहिँ अहिले उता कोठाबाट निस्किएर यहाँ नागार्जुन स्कुल भन्ने ठाउँमा आइपुगिसकेको छु है। नागार्जुन स्कुलमा आइसकेको छु र यहाँबाट म हिँड्दैछु। अब यसो ठाउँ जति आइसकेको छु। सो मलाई देख्न सक्नुहुन्छ म चाहिँ नागार्जुनमा छु र नागार्जुन स्कुलमा आइसकेको छु म चाहिँ। र त्यही हो नागार्जुन साथीभाइहरू यहाँबाट आएको माथिबाट म त्यो परबाट हुँदै आएको। सो साथीभाइहरू हेर्नुभयो होला र अगाडि गएर तपाईँहरूलाई भेट्ने छु है त साथीभाइहरू, हेर्दै गर्नु होला। साथीभाइहरू अहिले चाहिँ म यता लोलाङ हाइट भन्ने सहरमा आइसकेको छु। सो हेर्न सक्नुहुन्छ त्यो साथीभाइहरू लोलाङतिर छु। अब लोलाङपछि यहाँ 10 मिनट पछि म चाहिँ अब अगाडि बढ्नुतर्फ लाग्छु र कोठामा त्यहाँ के अरे सरी त्यो म अलिकता हल्का स्कुटर सिक्न जानु लागेको, त्यहाँ टाइम छ। र हेर्न सक्नुहुन्छ तपाईँले काम गरिरहेछ मान्छेहरू टन्नै। र यहाँको मान्छेहरू या यताको मान्छे यहाँ यो चाहिँ निर्माण भएर लोलाङ हाइटको पुरा ठाउँ सबै निर्माण भएर यहाँको मान्छेहरूले चाहिँ चौर चाहिँ रेडी भइसकेको छ। सो साथीभाइहरू म चाहिँ अब अगाडि जान्छु र अगाडि गएर तपाईँलाई त्यहाँको दृश्यहरू देखाउने छु। र अहिले चाहिँ म लोलाङ हाइट ठ्याक्कै लोलाङ हाइटको चौरको ठ्याक्कै स्कुलमा आइसकेको छु र अब त्यहीँ गएर तपाईँहरूलाई भेट्ने छु है त साथीभाइ, हेर्दै गर्नु होला। म चाहिँ अहिले गाडी सिक्ने ठाउँमा आइपुगेको छु। अनि गाडी सिक्नेको ठाउँको नाम चाहिँ सलोम ड्राइभिङ ट्रेनिङ सेन्टरमा है। यहाँ चाहिँ यसो हल्का गाडी सिकौँ भनेर म आएको है गाइस साथीभाइहरू। म चाहिँ यसो गाडी सिकौँ भनेर आएको। सो एकछिन आधा घन्टा जति स्कुटर सिकौँ भनेर म चाहिँ यहाँ ट्रेनिङ सेन्टरमा छु अहिले। सो सन्चै हुनुहुन्छ र अनि अब यहाँबाट सिकेर अब म चाहिँ एकछिनपछि आधा घन्टा जति सिक्छु र आधा घन्टा सिकेपछि चाहिँ आफ्नो कोठातिर जान्छु। आधा घन्टा सिक्ने टाइम हुन्छ। सो यो भिडियोलाई चाहिँ सक्दो तपाईँहरूले हेरेर माया गरिदिनु होला। ड्राइभिङ सेन्टरको लागि चाहिँ पछि बिस्तारै यहाँ आउनेछु। सोलोम ड्राइभिङ सेन्टर है। यदि तपाईँहरू पनि सिक्न इच्छुक कोही हुनुहुन्छ भने यो ठाउँमा आएर तपाईँले, यो पछाडि छ मेरो, यो ठाउँमा आएर तपाईँले सिक्न सक्नुहुन्छ है। र भन्दै अहिलेलाई चाहिँ यहीँ आजको लागि चाहिँ मेरो भिडियो यहीँ समाप्त गर्न चाहन्छु। र भिडियो मन पऱ्यो भने तपाईँले सपोर्ट गरिदिनु होला, सेयर गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियोलाई म यहीँ इन्ड गर्न चाहन्छु। जय नेपाल।